सम्पूर्णमा नमस्कार। आज हामी फाइनल अकाउन्टको चाहिँ पिएल अकाउन्ट प्रॉफिट एन्ड लस अकाउन्ट नाफा नोक्सान खाताको बारेमा चाहिँ डिस्कस गर्दैछौँ। हामीले अघिल्लो भिडियोमा ट्रेडिङ अकाउन्ट व्यापार खाताको बारेमा डिस्कस गरेका थियौँ, जसमध्ये चाहिँ हामीले ट्रेडिङ अकाउन्ट भनेको के हो थोरै कन्सेप्ट र त्यसको फर्मेट बुझेका थियौँ। त्यसैगरी आजको क्लासमा हामी प्रॉफिट एन्ड लस अकाउन्ट भनेको के हो बुझ्छौँ, साथसाथै यसको फर्मेट पनि बुझ्ने कोसिस गर्छौँ। जसमा चाहिँ हाम्रो प्रॉफिट एन्ड लस अकाउन्ट भनेको चाहिँ नाफा नोक्सान खाता भनेको चाहिँ के हो त भन्दाखेरि, जस्तो कि हामी कुनै व्यवसायले चाहिँ व्यवसाय सञ्चालन गर्दाखेरि हाम्रो व्यवसाय चाहिँ कस्तो अवस्थामा छ, हाम्रो व्यवसायमा चाहिँ नाफा भइरहेको छ कि घाटाको अवस्थामा छ भनेर हेर्नको लागि चाहिँ तयार गरिएको जुन खाता हुन्छ त्यसलाई नै नाफा नोक्सान खाता भनेर भनिन्छ। यसले चाहिँ व्यवसाय चाहिँ कुन अवस्थामा छ, नाफामा छ कि घाटामा छ भन्ने कुरा चाहिँ देखाउने गर्दछ। अब यसको फर्मेट हामी बुझ्छौँ, जसमा चाहिँ हाम्रो ट्रेडिङ अकाउन्टको जस्तो फर्मेट थियो त्यस्तै प्रॉफिट एन्ड लस अकाउन्टको पनि फर्मेट हुन्छ, जसमा हाम्रो यो लेफ्टपट्टि साइडको माथि डेबिटको डिआर अनि राइटपट्टि साइडमा क्रेडिटको सिआर हुन्छ अनि पर्टिकुलर्स अमाउन्ट यो फर्मेट रहेको हुन्छ। अनि यो रहेपछि हामीले फर्स्टमा के लेख्नुपर्ने हुन्छ त भन्दाखेरि, जुन हामीले ट्रेडिङ अकाउन्ट गरेर ट्रेडिङ अकाउन्टको अन्तिममा ग्रस प्रॉफिट अथवा ग्रस लस भनेर जुन निकालेका थियौँ यो कुरालाई चाहिँ हामीले पिएल अकाउन्टमा लेख्नुपर्ने हुन्छ। यदि ग्रस प्रॉफिट भएको छ भने हामीले क्रेडिट साइडमा बाई ग्रस प्रॉफिट भनेर लेख्नुपर्छ। त्यस्तै गरी ग्रस लस भएको छ भने, यदि ग्रस लस भएको छ भने डेबिट साइडमा हामीले ग्रस लस बिडी भनेर लेख्नुपर्ने हुन्छ। यसरी स्टार्ट गर्नुपर्छ। यसरी स्टार्ट गरेपछि अब हामीले अरू कुराहरू लेख्न जाँदैछौँ। डेबिट साइडमा के कुरा लेख्नुपर्छ भन्ने कुरा म भन्दैछु। जसमध्ये यो भन्नुभन्दा अगाडि म थोरै एउटा कुरा रिभाइज गराउन चाहन्छु, जसमा हामीले अघिल्लो क्लासमा मैले भिडियो पनि बनाएर हालेको छु डेबिट र क्रेडिटको नियम, जसमा विभिन्न खाताहरू हुन्छ, विभिन्न खाता अनुसार विभिन्न नियमहरू हुन्छ। हो त्यो कुरालाई चाहिँ याद गरेर यो बुदाहरू हेर्नुभयो भने, त्योसँग जोड्नु भयो भने हजुरलाई डेबिट र क्रेडिट छुट्याउन सजिलो हुन्छ। जस्तो कि मैले के भनेको थिएँ त भन्दाखेरि, खर्च तथा नोक्सानीहरू डेबिट हुन्छ अनि आम्दानीहरू नाफाहरू चाहिँ क्रेडिट हुन्छ भन्ने कुरा गरेको थिएँ। हो त्यही कुरालाई चाहिँ यहाँ अप्लाई गर्नु होला। जस्तो कि अब हामीले व्यवसाय सञ्चालन गरिसकेपछि व्यवसायमा विभिन्न खर्चहरू हुन्छ, जस्तो कि कामदारहरू राखिन्छ, कामदारहरू राखिसकेपछि त्यहाँ स्यालेरीहरू दिनुपर्ने हुन्छ। हो त्यसै कारणले गर्दाखेरि हाम्रो डेबिट साइडमा चाहिँ स्यालेरीका कुरा, रेन्टहरू भाडा बुझाउनु पर्ने हुन्छ, रेन्टका कुरा, अनि विभिन्न खर्चहरू हुन्छ, जस्तो टेलिफोनको चार्जहरू हुन्छ, अनि कमिसन दिनुपर्ने हुन्छ, लिगल एक्सपेन्सेसहरू हुन्छ, विभिन्न करहरू बुझाउनु पर्ने हुन्छ होइन। अनि एडमिनिस्ट्रेसनको के अरे एडभर्टिजमेन्टको खर्चहरू हुन्छ। हो त्यसलाई चाहिँ हामीले चाहिँ डेबिट साइडमा राख्छौँ भने क्रेडिट साइडमा चाहिँ के कुरा राख्छौँ त भन्दाखेरि, जस्तो कि अब केही कुराहरू रिसिभ भएको हुन्छ भने त्यसलाई क्रेडिट साइडमा लेख्छौँ। जस्तो कि इन्ट्रेस्ट रिसिभ छ भने, डिस्काउन्ट रिसिभ छ भने, डिभिडेन्ड रिसिभहरू छ भने, रेन्ट रिसिभ छ भने, हो यस्ता कुराहरूलाई चाहिँ हामीले क्रेडिट साइडमा चाहिँ राख्नुपर्ने हुन्छ। ल अब यही कुरालाई लेख्यौँ। म धेरै कुरा त लेख्दिनँ, थोरै कुराहरू मात्रै लेख्छु। जस्तो कि टु स्यालेरी भनेर डेबिट साइडमा लेख्छौँ। त्यस्तै गरी टु अफिस रेन्टको कुरा लेख्छौँ। त्यस्तै गरी टु टेलिफोन चार्ज लागेको कुराहरू। त्यस्तै गरी हाम्रो के छ त भन्दाखेरि, टु लिगल एक्सपेन्सेस, कानुनी खर्चहरू जुन हुन्छ हो त्यसलाई लिगल एक्सपेन्सेस भनिन्छ। जस्तो करहरू तिर्दाखेरि अथवा अरू कुराहरू गर्दाखेरि लाग्ने खर्चहरू, त्यसलाई लिगल एक्सपेन्सेस भन्छ। अनि टु ब्याङ्क चार्ज, ब्याङ्कले पनि चार्ज लिने गर्छ, ब्याङ्क चार्ज देखि लिएर अरू विविध खर्चहरू हुन्छ। हो त्यो खर्चहरूलाई चाहिँ हामीले डेबिट साइडमा राख्नुपर्ने हुन्छ। जस्तो कि डेबिट साइडमा हामीले अब एउटा कुरा चाहिँ अब हाम्रो बारम्बार आइरहेको हुन्छ, त्यो कुरा चाहिँ मैले लेख्न चाहेँ। टु डिप्रिसिएसन चाहिँ भनेको के हो त, कसरी राखिन्छ त, के हो यो भनेको भन्दाखेरि, हाम्रो विभिन्न फिक्स एसेट हुन्छ। हो त्यो फिक्स एसेटमा चाहिँ डिप्रिसिएसन लाग्ने गर्छ। जस्तो कि फिक्स एसेटमा बिल्डिङ्सहरू, फर्निचरहरू, मेसिनहरू पर्छ होइन। तिनीहरूको मूल्य चाहिँ किनेको मूल्यभन्दा आउने वर्षहरूमा चाहिँ घट्दै गएको हुन्छ, डिप्रिसिएट भएको हुन्छ। हो त्यो रकमलाई चाहिँ हामीले यो डेबिट साइडमा राख्नुपर्ने हुन्छ। अनि टु ब्याड डेब्ट, आइरहने बुदा
टु ब्याड डेट भनेको खराब ऋण हो। जस्तो कि अब कुनै व्यक्तिले ऋण लिएको छ भने त्यो व्यक्तिबाट ऋण आउँछ कि आउँदैन भनेर हुन्छ नि त, अब आउन सक्ने चान्स नहुन पनि सक्छ होइन, उसले भाग दिन पनि सक्छ हो। त्यस्ता कुराहरूलाई चाहिँ हामीले यहाँ यसरी राख्छौँ। ल यस्तै यस्तै विविध कुराहरू आउँछ। अब मैले क्रेडिट साइडमा लेखेँ, क्रेडिट साइडमा मैले अघि नै कुरा गरिसकेँ रिसिभको कुराहरू आउँछ भनेर। जस्तो कि कमिसन रिसिभ गरेको कुरा, रिसिभ गरेको कुरा। अनि त्यसपछि गएर हाम्रो बाई इन्ट्रेस्ट रिसिभ गरेको कुरा, डिस्काउन्ट रिसिभ गरेको कुरा, रिसिभ गरेको कुरा। अनि त्यस्तै गरी हाम्रो डिभिडेन्ड रिसिभ गरेको कुरा हो। यस्ता कुराहरू आउँछ हो। मैले यही कुराहरू राखेँ होइन। अनि अरू कुराहरू पनि आउँछ हो। अनि अब हाम्रो डिप्रिसिएसन छ भने चाहिँ डेबिट साइडमा आयो, यदि एप्रिसिएसन छ भने चाहिँ हाम्रो क्रेडिट साइडमा लेखिन्छ। ल हो, यो कुराहरू लेखिसकेपछि लास्टमा अन्तिममा चाहिँ हामीले कसरी क्लोज गर्नुपर्ने हुन्छ त भन्दाखेरि टु नेट प्रफिट भनेर यतापट्टि भन्दा यतापट्टि कम छ भने टु नेट प्रफिट भनेर यतापट्टि थप्नुपर्छ, टु नेट प्रफिट सिडी भनेर यसरी थप्नुपर्छ। अथवा यतापट्टि भयो भने चाहिँ यतापट्टि थप्नुपर्ने हुन्छ, यतापट्टि चाहिँ बाई नेट लस भनेर थप्नुपर्ने हुन्छ, नेट लस सिडी भनेर यसरी थपेर दुईटैपट्टि बराबर बनाएर चाहिँ हामीले यसरी पिएल अकाउन्ट चाहिँ कम्प्लिट सल्भ गर्न सक्छौँ। ल आजको लागि यति नै। हामी अब नेक्स्ट भिडियोमा ब्यालेन्स सिट कसरी गर्छौँ, ब्यालेन्स सिटमा के कुराहरू पर्छ भन्ने कुराहरू लिएर आउनेछौँ। ल हस् त, धन्यवाद।